आज हामीले माछा बनाउँदैछौँ। माछा हेर्नुहोस् होला, अब ठुलो त छैन, सानो सानो। अनि एउटा चाहिँ समुद्रको माछा हो है। यसलाई चाहिँ आज टक्क यस्तो पाराले तेलमा रातो बनाएर दिने कुरो हुन्छ होइन। अनि मरक तरिकाले अनि खाने कुरो हुन्छ। मेरो बुढीलाई खोकी लाग्छ, किनभने उहाँ अलिकति विशेष त काममा जानुहुन्छ, त्यही भएर हो। यो माछाको नाम चाहिँ मैले अलि थाहा भएन, बछुवा माछा भन्दो रहेछ अरे यसलाई। हेर्नुहोस्, मरक तरिकाले फ्राई गरेर यसलाई चिलिम फर्काउनु पर्ने भयो होइन। अब हजुरहरूलाई नि खानु मन छ भने पृथ्वी चोकमा आउनु लिनु होइन। अरू त के भन्नु छ, मैले किन्न सक्दिनँ होइन, सबैलाई दिएर सक्दैन होला सायद होइन। एनिवेज यही हो रेसिपी आजको। फिस पोइन्ट चिल्लो चिल्लो टाइपको छ, कत्ला फाल्न नपर्ने रहेछ नि यसको चाहिँ।